त्यस्तो सासलाई हेर्नुहोस्, सासलाई आफ्नो शरीरलाई हेर्नुहोस्, आफ्नो शरीरलाई हेर्नुहोस्। सबै आफ्नो तनाव बिर्सिनुहोस्, दिनभरि गरेको छ त्यसलाई पनि बिर्सिनुहोस्। हजुरहरूले एकदम होसपूर्वक म शरीर होइन भनेर भाव गर्नुहोस्। सबैजनाले आँखा बन्द गर्नुहोस् है, सबैजनाले एकैछिनको लागि 5 मिनट हामी बिल्कुल अन्त आकारमा जान्छौँ। 3 मिनट हजुरहरूले हाम्रो प्रभु ओशोको कृपा बसिरहेको छ हजुरमाथि अहिले। त्यस बेला हाम्रो सन्यासी पनि हो, कसो 5 जना हाम्रो सन्यासी यतिखेर ओशो डाँडाको कुनै पनि ध्यान गर्दैन। उपस्थित बाबा गुरुले आफै आउनुहुन्छ, गुरुलाई हामीले बोलाउनु पर्दैन। हजुरहरूले त्यो भाव गरेर बिल्कुल आँखा बन्द केही नहेर्नुहोस्, बिल्कुल आफूलाई हेर्नुहोस्, आफ्नो सासलाई मात्रै हेर्नुहोस्। यताउता चराचुरुङ्गीको मेरो आवाज सबैको आवाज सुनेर एकदम होसपूर्वक नडर्नु होला, होसपूर्वक एकदम तपाईँहरू कुनैलाई अप्ठ्यारो छ भने आफ्नो ठाउँमा पनि बस्न सक्नुहुन्छ। 5 मिनट हामी ध्यान गर्छौँ। सबैजनाले बस्नुहोस् त आफ्नो ठाउँमा। आफ्नो ठाउँमा हजुरहरूले एकदम बस्दिनुहोस्। खोइचाराले आवाज नगर्नुहोस् एकछिन। पछि हामीहरू 10 मिनटपछि 5 मिनटपछि म आफै उठाउँछौँ। हजुरहरूले एकछिन आँखा बन्द गरिदिनुहोस्। बच्चाबच्चीले पनि अलि हल्ला नगरौँ है, एकैछिन 5 मिनटको लागि एक अर्कातिर नहेर्नुहोस्, फेरि आफूतिर हेर्नुहोस्, आफूलाई हेर्नुहोस्।